एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ म घर नजिकैको तेनजी हारुखास बिल्डिङमा चाहिँ नाइट भ्यू हेर्नको लागि जाँदैछु। अनि मेरो घरदेखि चाहिँ साइकलमा 5-6 मिनट लाग्ने भएकोले म चाहिँ साइकलमै गएँ। अनि यो अगाडि देखिँदै गरेको बिल्डिङ छ नि, यो अग्लो हौ त्यहीमा चढेर चाहिँ भ्यू हेर्नको लागि विथ माई सिस्टरसँग जाँदैछु। अनि यहाँदेखि हेर्दा चाहिँ हल्का हल्का राम्रो देखिरहेको थिएँ। अनि 19th फ्लोरमा चाहिँ गएर हेर्दा चाहिँ एकदमै राम्रो देख्नु पाएँ। अनि मैले चाहिँ इन्जोय पनि गरेँ। बट त्यहाँदेखि चाहिँ तल हेर्दाखेरि एकदम मलाई चाहिँ डर लागिरहेको थियो। अनि मैले चाहिँ यो कुरा मेरो दिदीलाई पनि सेयर गरेँ। अनि दिदीलाई पनि डर लागिरहेको थियो अरे। अनि सो म चाहिँ यहाँ फोटोहरू क्लिक गरेर भिडियोहरू गरेर मेरो भिडियो पनि दिदीले क्लिक गरिदिनु भयो, बनाइदिनु भयो। अनि मलाई चाहिँ कस्तो लाग्यो भने अहिले म्यानमार थाइल्यान्डतिर चाहिँ एकदम ठुलो ठुलो भूकम्पहरू अर्थक्वेकहरू गइरहेको छ नि त। अनि त्यही भएर मलाई चाहिँ डर लागिरहेको थियो त्यो सम्झेर। अनि स्टे सेफ भन्न चाहन्छु। अनि हामी चाहिँ यहाँ भिडियोहरू थोरै बनाएर हामी चाहिँ अर्कै प्लेसमा गयौँ। अनि यहाँ प्लेसमा जाँदाखेरि चाहिँ मैले ह्याभ अ नाइस डे, लभ फर एभर भनेर देखिरहेको थिएँ पिक्चर। अनि यो चाहिँ आबेनोमा पर्छ। अनि म चाहिँ अर्को प्लेसमा गएर चाहिँ दिदीसँग इन्जोय गरिरहेको थिएँ। यहाँ चाहिँ कति धेरै मानिसहरू पनि फोटो खिचिरहेको थिए नि त। अनि मेरो चाहिँ कपाल बिग्रेको थियो। अनि दिदीले मिलाइदिँदै हुनुहुन्छ। अनि मेरो चाहिँ हिँड्दाखेरि दिदीले केयर गरिदिइराख्नुहुन्छ, कपालदेखि लिएर होइन, अनि ड्रेसमा केयर गरिदिइराख्नुहुन्छ। अनि यहाँ चाहिँ एकदम राम्रो राम्रो लाइटहरूले गर्दा पनि होइन फोटो खिचिराखेको थिएँ। मलाई चाहिँ एकदम राम्रो लाग्यो, इन्जोय पनि भयो। आइ एम सो ह्याप्पी। अनि मैले आफै पनि भिडियोहरू क्लिक गरेँ। अनि दिदी चाहिँ फोटो खिचिराख्नु भएको थियो। अनि डिस्टर्ब गरेर यता आउनु न भिडियो बनाऊँ भनेर मैले चाहिँ बोलाएर चाहिँ डिस्टर्ब गरिदिएँ। अनि आफै पनि मैले भिडियोहरू लिएँ। अनि कस्तो राम्रो यो लाइटले गर्दा पनि एकदम राम्रो देखिरहेको थियो। अनि म चाहिँ दिदीलाई भिडियो बनाइदिनु न भनेर चाहिँ भिडियो दिदीले बनाइदिनु भयो, कस्तो राम्रो राम्रो। अनि मलाई चाहिँ भिडियो बनाउँदा पनि लाज पनि लाग्यो, कति धेरै मानिसहरू थिए नि त। अनि त्यही भएर अनि हामी चाहिँ जाडो थियो क्या। अनि त्यही भएर हामी चाहिँ घर फर्किने निर्णय गऱ्यौँ, किनकि अहिले चाहिँ जाडै छ जापानमा चाहिँ होइन। अनि त्यही भएर अब कामतिर यता आउट कन्ट्रीमा त रुगाहरू लागे पनि काम गर्न त्यति पाइँदैन नि त, जान पाइँदैन। त्यही भएर आफ्नो ख्याल आफै गर्नुपर्छ। त्यसैले हामी चाहिँ बोल्दै दिदी र बहिनी घरतिर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई गाइज।